हेलो गाइज, स्वागत छ मेरो भ्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म काममा जाँदैछु गाइज। आजदेखि काम छ मेरो, फेरि हिजो चाहिँ छुट्टी थियो। गर्मी छ अत्याधिक जापानमा अहिले। गर्मी अति बढेको छ। के मरेछ, सिनो बनाउँछ त यार यहाँ त। यस्तो ठाउँमा नि घर छ क्या गाइज यहाँनिर। बेला बेला मान्छे आइरहेको हुन्छ यहाँ। यस्तो टनेल छ, माथिबाट गाडी कुद्छ। त्यस्तै छ गाइज। आज मेरो 4-5 घन्टा काम छ। 9 बजीसम्म काम हो। गाह्रो छ गाइज। सुँगुरले खनेर हेर त भत्काएको। आम्मामामा सबै सुँगुरले हो क्या यहाँ, बँदेलले। बँदेल छ। मिर्गा र बँदेल त कतिको ठाउँमा। अनि बाँदर इत्यादि छ क्या। एकछिनपछि भेटौँला गाइस। हेलो गाइस, फेरि पनि आइसकेको छु म। यो भ्लग त बोलाउनु कि के बोल्नु क्या, दिन केही एउटै कुरा बोल्नु कि के बोल्नु। घुम्नु जानु नि भ्याइएको छैन, केही नजारा देखाउनु भने एकै ठाउँमा के बोल्नु। अचम्म छ क्या यहाँनिर। अब भ्लग अब एकै ठाउँमा भइरहेको हुन्छ प्रायः जसो। काममा गयो आयो, त्यही कहिलेकाहीँ कम्युनिसन पनि गएका बेलामा हो। नभएदेखि एकै ठाउँमा एउटै बोल्नु। के काममा जाँदैछु, जहिले काममै जाँदैछु मात्रै भन्नु कि के बोल्नु। अचम्म छ क्या। अब डेली भ्लग त बनाएर हाल्छु भन, के बोल्नु आउँदैन। बोल्नु नआउने त होइन, आउँछ कि त्यही पनि। भ्लगमा चाहिँ के बोल्नु भन्ने कुरा हो क्या। अचम्म छ क्या। अब खालि हेलो गाइस काममा जाँदैछु म भन्दै मात्रै भन्नु कि के कुरा, टपिक चाहिँ के निकाल्नु त हौ, कन्टेन्ट चाहिँ के बनाउनु त हौ। अचम्म छ क्या यहाँनिर। म चाहिँ काममा आइपुग्नु आँटेँ गाइस आज। अब आजलाई यति नै। बाई बाई गाइस, ओस्कार सामदेश।